नमस्ते मित्रहरू। आज म महान र विश्वचर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जीवनसँग सम्बन्धित प्रेरक प्रसङ्गलाई प्रस्तुत गर्छु। भिडियो पुरा हेर्नुहोला। मित्रहरू, आफ्नो देश जर्मनी बस्नको लागि असहज भएपछि सन् 1932 मा शान्त वातावरणमा बस्नको लागि आइन्स्टाइनले अमेरिकाको प्रिन्सटन विश्वविद्यालयलाई नै मन पराए। जब उनी पहिलो पटक बस्नको लागि त्यहाँ बनाएको साधारण खालको अफिसमा पुगे, तब उनलाई व्यवस्थापकले सोध्यो, अफिसको लागि के वस्तुहरू आवश्यक पर्ला। उनले भने, एउटा कालो पाटी, चक, एउटा टेबुल, 2-4वटा कुर्सीहरू र टुक्रा टाक्री फोहोर कागजहरू फ्याँक्नको लागि एक टोकरी अथवा डस्टबिन, त्यो पनि अलि ठुलो आकारको टोकरी। व्यवस्थापकले अचम्भित हुँदै प्रश्न गरियो, ठुलो टोकरी किन? आइन्स्टाइनले मुस्कुराउँदै भने, तपाईहरूलाई थाहा नै होला म धेरै नै गल्ती गर्छु भनेर। गल्ती भएको कागजको टुक्रा टाक्री फाल्नलाई मलाई ठुलो डस्टबिन चाहिन्छ। मित्रहरू, गल्ती नगरिकन केही कुरा जीवनमा सिक्नै सकिँदैन। जसले जीवनमा गल्ती गरेको छैन, यसको मतलब ऊ केही सिकेको छैन। गल्तीदेखि नडराउनुहोस्। जन्मिँदा कोही सिकेर आएको हुँदैन। महान वैज्ञानिक थोमस एल्वा एडिसनले 1000 चोटि गल्ती गर्नु हो र संसारलाई ज्यालो बनाउन सिम उपहार दिएर जानु हो। हस्, धन्यवाद।